मम्मी यहाँ सुन्नु न, तपाईँको 4 जना छोराछोरी होइन, 4 जना छोराछोरीमा कसको धेरै माया लाग्छ? सबैको बराबरी माया हुन्छ छोराछोरीमा। होइन, हुँदैन अरे त्यस्तो। कसले कान्छी छोरीको धेरै माया लाग्छ अरे, कान्छोको होइन, छोरी होस् या छोरो होस्। त्यो अनि कान्छी जेठो छोरी चाहिँ रहरमा जन्मेको हुन्छ अरे होइन। अनि जेठो छोरोको छुट्टै भइहाल्यो, बिचका दुईजना चाहिँ यता यता न उताको भयो नि त। जेठी जेठी छोरीले कान्छी छोरीको माया धेर हुन्छ भने कान्छी छोरीले जेठी छोरीको माया धेर हुन्छ भने मनको सपनामा त्यो अनि छोराको चाहिँ? छोरा पनि उयो नि जेठो पनि उयो कान्छो पनि उयो अनि उनीहरूले त भन्दैनन् होला। सोध्दैन नानी हामी चाहिँ के सोध्छौँ त? तिमीहरू चाहिँ सोधिरहन्छौ नि त धेरै मम्मीले त धेरै भन्नुभयो, तपाईँ पनि सोध्नुहुन्छ आमालाई? सोध्दिनँ बुढी भयो कि आमालाई सोधेर यहीँ बनाएर के गर्नु सबैको बराबरी माया हुन्छ सानो मान्छे सानो ठुलो हुनु त बेग्लै कुरो हो नि माया त सानो ठुलो हुँदैन नि अनि मैले सुनेको चाहिँ कान्छोको धेरै माया लाग्छ अरे क्या, छोरा होस् या छोरी होस्। लाग्छ नि कान्छोको पनि उत्तिकै हुन्छ जेठोहरू ठुल्ठुला भयौँ हामी भनेर जेठा जेठीको नि त कान्छो कान्छी भन्छ नि त्यस्तै हुन्छ माया भनाइले चाहिँ सानो भएको माया ठुलो सानो लाग्ने माया उत्तिकै हुन्छ बराबरी?